अब खड्ग प्रसाद ओली प्रवृत्ति कहिले नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि यही मञ्चबाट तपाईहरुले घोषणा गर्नुस्। यो हाम्रो लडाई खड्ग प्रसाद ओली प्रवृत्तिका विरुद्ध हो, न्यायको पक्षमा हो। कमरेड माधव नेपाल, कमरेड प्रचण्ड, यहाँहरूलाई हजारौं जनताको बीचमा साक्षी राखेर भन्न चाहन्छु, यो लडाई हामी जित्दैछौं, जितिसकेका छौं। A few moments later. नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, नेपाली क्रान्ति जिन्दाबाद, जनताको बहुदलीय जनता जिन्दाबाद। खड्ग प्रसाद ओलीको चुनाव चिन्ह त्रिशूल। तपाईको ईश्वर पोखरेलको चुनाव चिन्ह चिप्ले किरा, बादलको चुनाव चिन्ह छेपारो, टोपबहादुर रायमाझीको चुनाव चिन्ह यस्तै बिच्छी, यस्तै के होला, यिनीहरूले यस्तै चुनाव चिन्ह भएर जाने हो। यिनको एउटै चुनाव हुने छैन, एउटै चिन्ह हुने छैन। तपाईले के गर्नुभयो गुल्मी 2 का जनताको लागि, त्यहाँको विकासको लागि बताउनुस् त। अब म चाहे सांसद हुँ या नहुँ, म राजनीतिको यो रङ्गमञ्चमा सक्रिय हुँदा मैले धेरै काम गरेको छु भन्ने कुराको अनुभूति चाहिँ मैले दिएको छु। अब भिजिबल हामीले गरेका कामको पनि अरू कसैले क्रेडिट लिन सक्छ, राजनीति यस्तै पनि हुन्छ। तर म जहाँ जन्मे हुर्केँ, मेरो ठाउँमा यो कुरा एकदम थाहा छ। मैले गरेका काम, द्वन्द्वपछि पुनर्स्थापनाका सन्दर्भमा गरेका कामहरू मैले त्यो बेला पनि गरेँ, किनभने 62-63 सालको आन्दोलनको रापतापमै थियौँ हामी, र त्यो बेला मैले अरू कसैले भन्दा धेरै काम गराउन सक्थेँ। त्यही कारणले काम पनि गरियो। नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, नेपाली क्रान्ति जिन्दाबाद। हामीले कस्तो अर्थतन्त्र बनाउन खोज्दैछौँ? आज सेक्टरले भन्छ राज्यले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्दैन भने हामीले कसरी गर्ने? हाय टोटल बन्द भइसकेको छ। एउटा संकेत मात्रै हो। आज कयौं मान्छेहरूले, स्किलफुल मान्छेहरूले अरू देशमा पर्मानेन्ट पासपोर्टको सर्च गरिरहेका छन्, यो देशमा बसेर बस्न सकिँदैन भनेर। तर म भन्न चाहन्छु, यो त्यस्तो एउटा भवितव्य अनप्रेडिक्टेबल जे कन्डिसन सिर्जना भयो त्यो 2 दिनको मामला थिएन। यसका पछाडि लामो समयको प्रयास थियो भन्ने कुरा मैले भनेर होइन, सोसियो इकोनोमिक जियोपोलिटिक्स बुझेका सबै मान्छेहरूले यो भनिरहनु भएको छ। त्यसकारण यो लामो समय पकाइएको केही चिजबाट जेनजी आन्दोलनभित्र पसेर जे मोटिभ पुरा भएको छ, यो मोटिभले नेपाली हामी सबैको जीवनमा, मानसिकतामा भएको अपूरणीय क्षति, यो क्षतिलाई हामीले रिकभरी गर्नको लागि सबैभन्दा पहिले नेकपा एमाले नै उठ्नुपर्नेछ। यसको नेतृत्वले एकपटक सबैलाई उद्घोष गर्नुपर्नेछ र आधा नेपाल, आधा जनसङ्ख्या, यसै गरी सँगसँगै त्यो स्टेक होल्डर बाहेकको त्यसको पीडित, त्यसबाट प्रभावित भएका सबै मान्छेहरू हामी एकै ठाउँ उभियौँ भने मेरो विचारमा हामीले धेरै थोक गर्न सक्छौँ भन्ने विषय हो। र पार्टीले पनि यही कुरा भएको छ। मैले देशैभरि रहनुभएका समाजवादीका साथीहरूलाई पनि, पूर्व समाजवादीका साथीहरूलाई पनि यही अनुरोध गर्न चाहन्छु, पार्टी नेतृत्वले धेरै राम्रो अपिल गरि पनि सक्नु भएको छ, हामीसँग भएको कुरा पनि त्यही छ। र सबै साथीहरू, यो घर फर्कको राष्ट्रिय अभियान आज 24 गते काठमाडौँबाट प्रारम्भ भएको छ। यो अभियान अघि महासचिव कमले भने जस्तै यो सुरुवात हो, अन्त्य त्यति बेला हुनेछ जति बेला पोटेन्सियल मान्छेहरू सबका सब नेकपा एमालेमा सामेल भइसकेका हुन्छन्। त्यति बेला यो अभियान जारी छ र
र यो अभियानमा सबै साथीहरूलाई समाहित हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यति दिलदार मलाई एक प्रकारले भन्ने हो नि यो समारोहमा आफूलाई अलिकति हेजिटेट पनि भएँ। यो प्रकारको स्वागत, यो प्रकारको स्नेह, यो प्रकारको विश्वास जे दिनुभएको छ यो विश्वासका प्रति हामी धेरै आभारी छौँ र हामीले यो यात्रामा हामीले जसरी हामी यहाँ सँगै हुन्छौँ भन्ने कुराका लागि पार्टीले ढोका खोलेको छ। यो अभियानमा अब हामी हाम्रा धेरै कमीहरूलाई करेक्सन गर्दै आफूलाई पनि रूपान्तरण गर्दै सँगसँगै जानेछौँ भन्ने कुराको यहाँहरू सबै समक्ष यही अपिल गर्दै र समाजवादीमा र अरू पार्टीमा अल्मलिरहनु भएका कम्युनिस्ट, वामपन्थी, प्रगतिशील सोच भएका सबै साथीहरूलाई हाम्रो पार्टीले आह्वान गरेको अभियानमा सामेल हुन अनुरोध गर्दै मेरा भनाइलाई यहीँ टुङ्गाउँछु र आदरणीय अध्यक्ष कमरेडसहित सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै भनाइलाई यहीँ टुङ्गाउँछु। धन्यवाद। लाल सलाम। नेकपा एमाले जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद, नेपाली क्रान्ति जिन्दाबाद, जनताको बहुदलीय जनता जिन्दाबाद। ए भाइ क्यामेरा तयारी गर्न जाउँ न। तयारी गरौँ। फोन छोड्देऊ न। आडो गरिदिन्छ। म क्यामेरा रेडी गर्छु। उहाँको एकछिन बोलेर हामी निस्किन्छौँ। यहाँ 4 बजे अरू पनि प्रोग्राम भइछ नि त। सर नेकपाका विद्यार्थीको आन्दोलन छ क्या अहिले यी माइती घरमा। तँ किन आफ्नो साथी त्यस्तै दिदीको भिडियो खिच्न र युट्युबलाई दसैँ आएको जस्तो हुन्छ। ल सुरु गरौँ है, हामी रेडी गर्छौँ है क्यामेरा। ल दिदी हामी त कुदिराखेका छौँ होइन। दिदीले दिदीको त लिनुपर्छ आज हामी, नत्र निस्किनेलाई छैनौँ हामी नत्र। यो देशको चिन्ता हामीले गर्छौँ। विदेशमा बसेर फेसबुकमा लेख्ने यही हो तपाईँहरूको काम। बिहान जुरुक्क उठेर आँखाका चेप्रा नफुच्दै नेपाली पोलिटिक्सका बारेमा किन कमेन्ट गर्नु पर्यो? यही चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचेका र संजोगले बाँचेका हामी जिउँदैछौँ। यो देशको चिन्ता हामीले गर्छौँ। दुर्गा पर्साई आज यसरी हिँड्नुको पछाडि उनले राज्यबाट पाएको मेडिकल कलेज र हस्पिटल चलाउन पाएको एलओआई, अनि त्यो एलओआईका आधारमा उनले गरेको लगानी, त्यो लगानी उनले गरेको प्रोजेक्टमा ब्याङ्कहरूले गरेको फाइनेन्सिङ र त्यो त्यसपछि नपाएको स्वीकृति र ब्याङ्कलाई ब्याज किस्ता यो तिर्न पर्दाको पीडाबाट अनि त्यसपछि उहाँले यो सबै कुरा अभिव्यक्त भएर गत वर्ष पुसको 1 गतेबाट ब्याङ्कहरूलाई शैक्षिक ब्याङ्किङ संस्थाहरूमा काम गर्ने मान्छेहरूलाई ऋणीसँग पैसा उठाइछ नि कालो मसो दलले यहाँ गर्ने त्यहाँ गर्ने अभियान चलाउनु भयो। अब अहिले उहाँले के अनि अहिले आइसकेपछि के भन्दै हुनुहुन्छ भने 1000 समस्याको दवा चाहिँ अब एउटै हो त्यो राजतन्त्र भनेर जे राजतन्त्रको प्रेत आत्मा बोकेर हिँड्नु भएको छ त्यो त निसन्देह गलत बाटो हो नि।